दर्शक नमस्कार, म उदय सिंह श्रेष्ठ ध्वनि खबर मिडियाबाट तपाईलाई आज नेपालगञ्ज वार्ड नम्बर 10 मा यो दृश्य मैले गेटबाट सुरु गरेँ। रातिको 11 बजे नेपालगञ्ज स्थित नर्सिङ होमको छेउमा मिडिल फार्मेसीका सञ्चालक भीम भण्डारीको डिजाइनमा आफ्ना भाइहरू मङ्गल भण्डारी, जगत भण्डारी जुन प्रहरीले समात्यो र एउटा किशन भण्डारी भन्ने आशंका गरिएको छ। तीनजनाले गेटमा हानेर यो घरमा ढुङ्गा मुढा गरेर यहाँ चाहिने मारिदिने धम्की पनि दिए र प्रहरी तत्कालै वडा प्रहरी कार्यालय तत्कालै यहाँ आइपुग्यो र सशस्त्र प्रहरी कार्यालयको पनि गाडी आइपुग्यो र ती दुईजनाले पक्राउ गर्ने बेलामा वडा प्रहरी कार्यालयका इन्सपेक्टर साहबसँग पनि अभद्र व्यवहार गरेको, तानाताम गरेको भन्ने खालको कुराहरू आयो र हामी कतिसम्म असुरक्षित छौँ यहाँबाट थाहा हुन्छ। मिडिल फार्मेसीको कुराकानी गर्दा, भीम भण्डारीको कुराकानी गर्दा उसले भीम भण्डारीले खजुरा स्थित तिला थापाको छोरालाई दुर्घटना हुँदाखेरि खुट्टामा रड हाल्दा उसले 5.5 लाखको बिल बनायो र हामीले यो इस्यु उठायौँ र पीडितलाई हामीले सहयोग गर्यौँ र पीडितले सहयोग गर्दाखेरि पीडितलाई भीम भण्डारीले 3.5 लाखको चेक फिर्ता गर्ने भन्ने खालको कुराहरू आयो। आज फिर्ता गर्ने भनेको चेक र भोलि मात्रै दिन्छु भन्ने कुरा आयो र त्यो रिसले गर्दाखेरि पत्रकारको माथि आक्रमण गर्यो र घरमा आक्रमण गर्यो। गेट लागेको थियो, गेट फुट्ला जस्तो गेटको रङहरू पनि तल खसेको छ र सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिमहरू पुरा यहाँ हेर्न सक्नुहुन्छ तपाईले, पुरा लागेको छ र भीम भण्डारी भनिसकेपछि भर्खरै आज मात्र सरुवा हुनुभएका खगेन्द्र रिजाल सिडिओ साहबको गाउँले भीम भण्डारी हो र हामीले पनि भीम भण्डारीको नाममा वडा प्रहरी कार्यालय इन्सपेक्टर साहबलाई पनि भनेका छौँ। उसको डिजाइनमा यो आक्रमण भएको, त्यस्ता पत्रकारमाथि बिरामीलाई लुट्ने, इन्डिया पठाउने यस्ता भीम भण्डारीलाई अब कानुनी कारबाही गर्नुपर्छ र मङ्गल, जगत र किशुन भन्ने भण्डारीका भाइहरू यी 4 जनाको गुण्डागर्दी हेर्नुहोस्। यी गुण्डागर्दीको शैलीले पत्रकारै असुरक्षित छ। पत्रकारको घरमाथि आएर तोडफोड गर्नेदेखि लिएर ढुङ्गा बर्साउने यस्ता गुण्डाहरूलाई अब कानुनी कठघरामा नउम्ब्याएर हुँदैन।